आज यो फिल्ममा के मार्नुहुन्छ आज यो फिल्ममा हाँ हाँ बुआ यो फिल्ममा आज के मार्नुहुन्छ थाङ्ग्राको आज थाङ्ग्राको फिल्म हो करे आज थाङ्ग्रा गान्नेको फिल्म हो करे होइन यो फिल्म त होइन फिल्म त आज थाङ्ग्रा गान्नेको फिल्म हो क्या आज थाङ्ग्रा आज यो फिल्ममा आज फिल्ममा कतिखेर थाङ्ग्रा गान्नियो यो फिल्ममा आज गरा त नि कतिखेर गान्ने त नि अब यो गरा कतिखेर फाल्ने गान्ने हो यो फिल्ममा के भन्न लानु भएको नि अहिले फिल्ममा के भन्न लानु भयो यो फिल्ममा आज काम कति हुन्छ यो फिल्ममा आज काम थाङ्ग्रा गान्ने होला अनि यो फिल्ममा त ढिराएर घर नि रहेछ नि त होइन 3 घर अनि कामदारीको गाउँ होइन फिल्ममा त त्यस्तो रहेछ ल हेर्नुहोस् फिल्ममा आज के काम हुन्छ बुवा यस्तो तरिकाको काम भइरहेको छ यो भिडियोमा र साथीहरू अब बुवाले अब यो सरल तरिकाले बुवा ल हेर्नुहोस् आजको फिल्ममा आज के काम हुन्छ यस्तै आज थाङ्ग्रा गाड्ने यस्तै यो चिन निकालेर गरम हुन्छ बुवा यहीँ ल्याएर फाल्नेमा गयो माटो अस्ति नै ल हेर्नुहोस् यहाँ माटो ढुङ्गाहरू मिलाउने कार्यक्रम भइरहेको छ साथीहरू यो फिल्ममा हजुरले अब यो फिल्म कसरी हेर्न पाउनुहुन्छ भन्न गइरहेको छु ल हेर्नुहोस् यो फिल्ममा आज कस्तो मजाको छ साथीहरू फिल्म सरल तरिकाले यता मकै छरियो दैले पनि घर आनी मकै उम्रिन लागि आउन लानु बुवा अहिले मकै उम्रिन लाहन् कस्तो तरिकाले होइन यो अहिले भयो अब थाङ्ग्रा गान्ने कार्यक्रम आज यो फिल्ममा आज के काम हुन्छ होइन के बुवा आज थाङ्ग्रा ल्याउने हो ल हेर्नुहोस् बुवा थाङ्ग्रा फाल्न आउनु भयो फिल्ममा बुवा यो फिल्ममा आज थाङ्ग्रा गान्ने हो आज ठुल्ठुला हुन् कि अहिले ठुल्ठुला हुन् थाङ्ग्रा ठिक्कका हुन् सरल तरिकाले बुवाले थाङ्ग्रो ल्याउनु भयो होइन बुवा गान्ने अब बुवा अब त्यहाँ हो गान्ने यो फिल्ममा के अब उता लाने त नि कति ल्याउनु भयो थाङ्ग्रा लङ मिडियामा यिनै हुन् थाङ्ग्रा ल्याउनु भयो ल हेर्नुहोस् बुवाले थाङ्ग्रो यहाँ ल्याएर राख्नु भयो होइन बुवा सरल तरिकाले ल हेर्नुहोस् बुवा फेरि जानुहुन्छ अब त्यहाँ साथीहरू सरल तरिकाले फेरि अब ठिकजना आउनु भयो यति नभए थाङ्ग्रा यति झिक्नुहुन्छ अब हेर्नुहोस् बुवाले थाङ्ग्रो लिएर आउनु भयो होइन बुवा ल हेर्नुहोस् बुवाको काम हेर्नुहोस् फेरि त्यहाँ जानुभयो त्यति हो अब ल हेर्नुहोस् यो फिल्ममा आज फिल्म सुटिङ चाहिँ हो नि त आज यो हावा लागेको छ अहिले
गुडुरु हार्छ घरिघरि होइन बुवा फिल्म चाहिँ हुन्छ यो फिल्म घरको वरिपरिको फिल्म त मैले देखाइहाल्छु नि हजुरहरूलाई दाउरा फाल्नु भएको हेर्नुहोस् त नि अब काट्ने कति राम्रो देखिएको आज फिल्म बुवाको भिडियो बुवा आज कति राम्रो देखिएको छ बुवाको भिडियो अहिले थाकेर त्यता खानु अहिले ए ल हेर्नुहोस् बुवाले यहाँ थाक्रो लिन जानुभएको छ होइन बुवा सरल तरिकाले यो थाक्रो कतिसम्म कति ल्याउनु भयो थाक्रा अहिलेसम्म कति ल्याउनु भयो थाक्रा यता मकै छ अरे उम्रिन लाए फिल्ममा यो फिल्ममा साथीहरू मकै छ र उम्रिन लाए हेर्नुहोस् मकै उम्रिन लाए यो फिल्ममा त कहाँ अरे बुवा पोइम कहाँ अरे कुन ल थाक्रा कि पोइम कहाँ हुन् ल गोरु लिएर आउनुहुन्छ बुवाले अनि त्यसपछि यो गोरु ल्याएको नि मैले यो लङभिडियामा जोड्न गइरहेको छु र साथीहरू ल हेर्नुहोस् है त लङभिडियामा मैले जोड्न गइरहेको छु ल हेर्नुहोस् हाम्रो गोरु बाख्रा चढेर आइसकेका छन् साथीहरू देख सक्नुहुन्छ यी बुवाले ल्याइसक्नु भएको छ गोरु बाख्रा सर्र गोरु र बाख्रो सर्र आइसकेका छन् बुवा गोरु बाख्रा लिएर आउनु भयो नि लङभिडियामा होइन हेर्नुहोस् हाम्रो गोरु सरर तरिकाले हेर्नुहोस् बुवाले ल्याउनु भयो नि गोरु थाकेर किन्न लाउनु भयो खोचा बनाउनलाई होला पोइन्ट त पोइन्टको नि किन्ने हो हेर्नुहोस् फुटेर छ काप्रो थाकेर हो नाकरी फुटेर छ ल अरू छरेको देखाएँ म बिदा भएँ यो लङ भिडियोमा हस् त नमस्कार है साथीहरू फेरि के काट्न लाउनु भयो थाक बनाउन लानु भयो बाँसाको अहिले हेर्नुहोस् बुवाले सरर तरिकाले बाँसाको थाक्रो बनाउन लाउनु भएको छ होइन हेर्नुहोस् यस्तो तरिकाको थाक्रो बन्दैछ यहाँनिर साथीहरू यस्तो तरिकाको बन्दैछ बाँसाको नि बुवा अहिले ल भयो ए ल हस् त नमस्कार अहिलेलाई बुवा है त सबैजना गाइजहरूलाई नमस्कार मेरो भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ बिर्सिनु होला र साथीहरू अब सब्सक्राइब हान्न चाहिँ बिर्सिनु होला साथीहरू युट्युब च्यानललाई र अब यो च्यानललाई सब्सक्राइब सेयर लाइक कमेन्ट गरेर हामी स्टेज जोडिन्छ नै बिर्सिनु होला लङ भिडियो है धन्यवाद है साथीहरू लङ भिडियो आउँदै हजुरको मोबाइलमा हजुरले हेर्न चाहिँ बिर्सिनु होला है साथीहरू सब्सक्राइब सेयर लाइक कमेन्ट गरिदिनु होला है थाक्रा काट्नुपर्छ अनि जतिले गाड्नुपर्छ अनि जतिले सब्सक्राइब सेयर लाइक कमेन्ट गरिदिन चाहिँ बिर्सिनु होला हस् त नमस्कार।